महानगरले रेखदेख, निर्देशन, समन्वय र सहजीकरण गर्ने भनिएको छ। यहाँ हेर्नुहोस्, भुल्दै नहुने कुरा चाहिँ यहाँनिर बुँदा नम्बर 6 मा छ। यसरी उठाइने सहयोग रकम अपुग भएमा आपसी सहमतिका आधारमा स्रोत जुटाई निर्माण कार्य सम्पन्न गर्नु दुवै पक्षको दायित्व हुनेछ। याद गर्नुहोस्, स्रोत जुटाई निर्माण सम्पन्न गर्न दुवै पक्षको दायित्व हुनेछ। अर्थात् अहिले अपुरो भएको रङ्गशाला जुन छ त्यसको भार धुर्मुस सुन्तलीले मात्रै होइन, भरतपुर महानगरपालिकाले समेत बोक्नुपर्ने भन्ने कुरा त्यही बेला गरिएको एमओयूमा प्रष्टसँग लेखिएको छ। यो एमओयू सम्झौताको साँची किनारा बसेका छन् प्रचण्ड, शशाङ्क कोइराला, सुरेन्द्र पाण्डे, मदन कृष्ण श्रेष्ठ, टीकाराम भट्टराई लगायतका अरू मान्छेहरू पनि यहाँ देखाउँदैछु। हेर्नुहोस्, अब यहाँनिर अर्को एउटा पनि सम्झौता भएको छ, यहाँनिर छुटाउन मिल्दैन, जो तत्कालीन बागमती प्रदेश सरकार र धुर्मुस सुन्तली फाउन्डेसनको बिचमा भएको थियो। आउनुहोस् त्यो हेरौँ एकपल्ट। त्यसमा प्रदेश सरकारले 3 करोड अनुदान दिने यो कामको लागि, कामको अनुगमन गर्ने अनि कुनै समस्या सिर्जना भएमा आपसी समझ